नयाँ आयाममा यहाँहरूलाई फेरि स्वागत छ। हरेक हप्ता चाहिँ यो पालि पनि नयाँ भिडियो लिएर आएको छु। आजको भिडियोमा चाहिँ मैले भियना सहरको उदाहरण लिन गइरहेको छु र कसरी ल्यान्डलक भए पनि अस्ट्रियाले चाहिँ समुद्रको प्रयोग गरेर व्यापार गर्छ त्यसको बारेमा केही बोल्न गइरहेको छु। संक्षेपमा भन्नुपर्दाखेरि चाहिँ यो चाहिँ इनल्यान्ड वाटरवेजको बारेमा भिडियो हुनेवाला छ र कसरी पोर्ट अफ भियनाले समुद्रसँग जोडिएको छ र त्यसले चाहिँ व्यापारको हिसाबले कसरी फाइदा गरेको छ त्यसको बारेमा थोरै के भन्न गइरहेको छु। भियना सहर चाहिँ अस्ट्रिया भन्ने देशको राजधानी हो। अस्ट्रिया देश पनि नेपाल जस्तै ल्यान्डलक छ। यसको मतलब अस्ट्रिया देशको कुनै पनि बोर्डरले चाहिँ समुद्र छोएको छैन। अस्ट्रियालाई चारैतिरबाट जर्मनी, चेक रिपब्लिक, स्लोभाकिया, हङ्गेरी, स्लोभेनिया, इटली, स्विजरल्यान्ड र लिचेस्टाइन जस्ता देशहरूले घेरेर राखेको छ। ल्यान्डलक हुँदाहुँदै पनि अस्ट्रिया देशको चाहिँ झन्डै 20% व्यापार चाहिँ पानीको माध्यमबाट अथवा समुद्रको डुङ्गाहरूको प्रयोग गरेर हुँदो रहेछ। यसको मुख्य श्रेय चाहिँ ड्यान्युब खोलालाई जान्छ। हजुरको ड्यान्युब खोला चाहिँ जर्मनीबाट सुरु भएर ब्ल्याक सीमा गएर मिसिने खोला हो र यो बग्दा बग्दै हजुरको धेरै देशहरू हुँदै जान्छ र त्यो मध्ये हजुरको अस्ट्रियामा विशेष गरी भियना सहरलाई पनि यसले छोएर गएको छ। ड्यान्युब खोलाको तीरमा बसेको यो भियना सहरले चाहिँ खोलाको खानेपानी, दैनिक जीविका सँगसँगै यसको व्यापारको लागि पनि प्रयोग गरेको छ र हजुरको धन्दै ड्यान्युब खोलाको प्रयोग अथवा ड्यान्युब खोलामा डुङ्गाहरूले 80 लाख टन बराबरको सामान चाहिँ ओसार पोसार गर्ने गरेका छन्। हो, यही ड्यान्युब खोलाको कारणले गर्दाखेरि ल्यान्डलक हुँदाहुँदै पनि अस्ट्रियाले विशेष गरी भियना सहरले चाहिँ समुद्रको फाइदा उठाउन पाएको छ। अब तपाईँहरूमध्ये कतिले सोचिरहनु भयो होला, के भयो त नि विशेष तपाईँको समुद्रसँग जोडिन पायो भनेर एउटा देशलाई के फाइदा हुन्छ त? अरूभन्दा पनि मेजर फाइदा चाहिँ के हुन्छ भने पानीको माध्यमबाट सामान ढुवानी गर्नको लागि धेरै सजिलो हुन्छ र धेरै सस्तो पनि हुन्छ। त्यसले गर्दाखेरि धेरै ठुला सहरहरू, संसारका मेट्रोपोलिसहरू चाहिँ समुद्रको किनारमा बस्दै गएका छन्। न्युयोर्क, बेजिङ, लन्डन कुनै न कुनै तरिकाले समुद्रसँग जोडिन पाएका छन्। तपाईँहरू आफै कल्पना गर्नु न, एउटा ट्रक कति ठुलो हुनसक्छ र टाइटानिक कति विशाल थियो। झन्डै एउटा सानो सहर नै एउटा डुङ्गामा अट्न सक्छ। तुलना नै गर्ने हो भने तपाईँको पर टन सामान ओसार पोसार गर्दाखेरि एउटा ट्रकलाई झन्डै $5.5 खर्च लाग्छ भने तपाईँले त्यही सामान एउटा डुङ्गाको मद्दतले ओसार पोसार गर्न खोज्नुभयो भने चाहिँ झन्डै $1 मात्र लाग्ने गरेको छ। त्यति मात्र होइन, तपाईँले ट्रकको प्रयोग गरेर एउटा ट्रकले 20 देखि 30 टन ढुवानी गर्न सक्छ भने तपाईँको एउटा सिपिङ कन्टेनरले झन्डै 7,000 टन एउटा ट्रिपमा बोक्न सक्छ। अब तपाईँ आफै कल्पना गर्नु कति फरक हुन्छ होला। त्यही सामान सार्नलाई 10 ट्रिप लाएर ट्रक प्रयोग गर्नु र एकै ट्रिपमा सिपिङ कन्टेनर प्रयोग गर्नु। त्यति मात्र होइन, तपाईँको ट्रक चलाउनको लागि ठुलो बाटो चाहिन्छ, बलियो बाटो चाहिन्छ र त्यो बाटोलाई बेलै पछि मर्मत पनि गरिरहनु पर्छ। त्यही ठाउँमा तपाईँले यदि डुङ्गाबाट सामान ओसापोसा गर्नुहुन्छ भने चाहिँ तपाईँको खोला छँदैछ, तपाईँले रिभर ट्रेनिङ वर्क अलिअलि गर्नुपर्छ र त्यस सँगसँगै पोर्टमा अलिकति पूर्वाधारको विकास गर्नुपर्छ र त्योभन्दा बढी धेरै चाहिँदैन। सो तपाईँको अरू सपोर्टिङ पूर्वाधारको हिसाबले पनि यो सिपिङ गर्नु धेरै नै फाइदाकारी हुन जान्छ र अन्त्यमा ऊर्जाको हिसाबले पनि तपाईँले डुङ्गाबाट पानीको माध्यमबाट सामान ओसार पोसार गर्दाखेरि धेरै किफायती हुन्छ। किनभने तथ्याङ्क हेर्नुहुन्छ भने तपाईँको ट्रकले 1 लिटर डिजेलले 24 टन मात्र 1 किलोमिटरसम्म सामान ढुवानी गर्न सक्छ भने त्यही 1 लिटरको प्रयोग गरेर तपाईँको एउटा सिपिङ कन्टेनरले 105 टन सामान चाहिँ 1 किलोमिटरसम्म ओसापोसा गर्न सक्छ। त्यही भएर संसारको धेरैजसो देशहरूले चाहिँ पेट्रोलियम, एग्रिकल्चरल सामानहरू, मेसिनरीहरू, गाडीहरू त्यस्तो सामानहरूलाई चाहिँ धेरैजसो यस्तै सिपिङ कन्टेनरको माध्यमबाट ओसार पोसार गर्ने गरिरहेका छन् र धेरै बल्कमा सामान सार्नको लागि इम्पोर्ट एक्सपोर्टको कामको लागि पनि यो पानीको माध्यम नै प्रिफर्ड छ। अब नेपालमा चाहिँ यो इनल्यान्ड वाटरवे खोलाहरूको प्रयोग गरेर सामान ढुवानी गर्ने कुरा नचलेको भने होइन। केपी ओलीले आफ्नो सरकारको बेलामा प्रयास गरेका हुन्, उनका भाषणहरूमा पनि धेरै यसको कुरालाई कोट्याइरहने गरेका थिए। केही काम पनि भएको छ। नेपाल र इन्डियाले बाइल्याटरल सम्बन्धमा
इन्डियाले चाहिँ नेपाललाई कोलकाताको एक्सेस दिने प्रपोजल राखेको थियो। यसको लागि चाहिँ कोलकाता, कालुघाट र रक्सौलको एउटा रुट, कोलकाता, साहेबजङ र विराटनगरको अर्को रुट र कोलकाता, बनारसी र रक्सौलको अर्को रुट, 3टा रुटहरू चाहिँ इन्डियासँग प्रपोजल भएको थियो। यसमा चाहिँ नेपालको अलरेडी एक्जिस्टिङ कस्टम पोइन्ट्सहरू जहाँबाट चाहिँ मान्छे र सामान ओसार पसार हुन्छ त्यो ठाउँहरूको प्रयोग गरेर चाहिँ यसरी समुद्रको एक्सेस नेपाललाई दिने भनेर प्रपोजल राखिएको थियो। यसमा एउटा समस्या के भयो भने तपाईँको नेपालको सबसे धेरै आर्थिक क्रियाकलाप चाहिँ काठमाडौँबाट हुन्छ र यो सबै पोइन्टहरू चाहिँ काठमाडौँबाट अलिक टाढा छ। त्यसले गर्दाखेरि चाहिँ यो इकोनोमिकली फिजिबल छैन। अब नयाँ कुरा हुन गइरहेको छ, मान्छेहरूले यत्तिकै लगानी गर्दैन, लगानी गर्नको लागि अलिकति केही फाइदा देख्नुपर्छ। मेरो प्रपोजल चाहिँ यसमा नारायणी खोलाको प्रयोग गर्ने छ। नारायणी खोला हजुरको गएर गङ्गामा मिसिन्छ र गङ्गामा अलरेडी NW1 गङ्गा इनल्यान्ड वाटरवेज नाम गरेको पानीको हाइवे छ भनौँ। यदि हामीले नारायणी खोलासम्म यसलाई जोड्न सक्यौँ भने यो चाहिँ अरूभन्दा पनि फाइनेन्सियल्ली, इकोनोमिकल्ली एकदम भायबल हुनसक्छ। किनभने नारायणी खोलाको तिरमा रहेको भरतपुर सहर चाहिँ काठमाडौँबाट झन्डै 100 किलोमिटरमा टाढा छ। त्यसले गर्दाखेरि तपाईँको डुङ्गाहरूले सामानहरू भरतपुरसम्म ल्याएर त्यहाँबाट काठमाडौँमा पुर्याउन एकदम छिटो र किफायती पनि हुन्छ। त्यति मात्र नभएर हजुरको भरतपुर सहर चाहिँ नेपालको लगभग बिचतिर पर्छ र त्यसको कारणले गर्दाखेरि चाहिँ पूर्व पश्चिम दुईटै दिशाको नेपालका सहरहरूले फाइदा उठाउन सक्छन्। सारांशमा भन्दाखेरि हाम्रो देश यसै गरिब छ। हामीले धेरै जसो सामानहरू अरू देशबाट आयात गर्ने गरेका छौँ र आयात गर्दाखेरि ती सामानहरू कोलकाता आइपुग्छन् र त्यहाँबाट ट्रकमा लोड भएर नेपालसम्म आउने गरेका छन्। यसमा यदि हामीले इनल्यान्ड वाटरवे अथवा खोलाको प्रयोग गरेर डुङ्गाबाट कोलकातादेखि भरतपुरसम्मै सामान लिएर आयौँ भने मैले पहिले भने जसरी कति धेरै ट्रक कम प्रयोग हुन्थ्यो, तपाईँको सामान सिधै नेपालभित्र आइपुग्थ्यो र ठुलो बल्कको सामानहरू पनि लिएर आउन सजिलो र सस्तो हुन्थ्यो। नेपालले अहिलेसम्म समुद्रको फाइदाबाट वञ्चित हुनु परेको छ। तर यदि हामीले यसरी हाम्रा खोला नालालाई इन्डियाको मार्फत समुद्रसम्म जोड्न सक्यौँ भने सायद नेपालले समुद्रको केही फाइदा भए पनि उठाउन सक्थ्यो होला। यसमा भियना सहर र भरतपुर सहरको पनि अलिअलि मेल चाहिँ खान जान्छ, किनभने अस्ट्रियाको छिमेकी देशहरू जुन छन् ती सबै युरोपियन युनियनको सदस्य हुन् र त्यहाँ मोबिलिटीको लागि र व्यापारको लागि धेरै सहज बनाइएको छ। नेपाल र इन्डियाको उस्तै सम्बन्ध नभए पनि हामीहरूको नजिकै छ र हामीहरूले यही सम्बन्धको सदुपयोग गरेर यस्तै इनल्यान्ड वाटरवेजको प्रयोग गऱ्यौँ भने तपाईँको दुईटै नेपालको साइडको पनि इन्डियाको साइडको पनि सहरहरूले विकास गर्न सक्छन् र तिनीहरूबीच व्यापार सम्बन्ध अझै बढ्न सक्छ। यति भन्दै आजको भिडियो यति नै। सधैँ चाहिँ सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला। यो भिडियो तपाईँको होम स्क्रिनमा जाला र तपाईँले सोच्ने बित्तिकै तुरुन्तै रेकमेन्डेसनमा आइजाला। धेरै धेरै धन्यवाद।